वाउ वाउ झरना वाउ गाइज बवाल छ यार एकदमै ब्युटिफुल छ यहाँ चाहिँ ओ माई गॉड हेभन के चाखौँ ड्रग्स होला चाखौँ न ड्रग्स होला कसम ड्रग्स हो दाइ होइन हो कि ड्रग्स हो ओ यस स्वर्ग स्वर्ग गाइज यसलाई भनिन्छ स्वर्ग दादा चाहिँ हेरे हेरे पढ्नुभयो एकछिन अचम्ममा हुनुहुन्छ है सो हेलो गाइज के छ खबर सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेका छौँ आज हामी कहाँ छौँ तारेभिर पछाडि ब्याकग्राउन्डमा देखिसक्नु भएको छ तारेभिर अहिले चाहिँ हामी यहाँ तारेभिरमा आएर भिडियो स्टार्ट गर्दैछौँ हो नि यता देख्न सक्नुहुन्छ काठमाडौँ भ्याली हो चाहिँ हाम्रो जस्ट पछाडि चाहिँ उइल तारेभिरको यहाँ लोगो छ कस्तो फोटोसुटहरू यताउति गर्छ होइन त्यहाँ पनि अब यताउति फोटोसुटहरू खिच्नलाई एकदम सही ठाउँ छ है एकदम है रमाइलो ठाउँ छ तारेभिर जङ्गल रिसोर्टबाट ठ्याक्कै माथि तारेभिर देखिन्छ हेर्नुहोस् है यो चाहिँ तारेभिर जङ्गल रिसोर्ट हो त्यसको ठ्याक्कै माथि चाहिँ विल अफ तारेभिर भनेर देखिन्छ तपाईँहरू यहाँ आउन सक्नुहुन्छ है दामी लाग्यो कि फर्स्ट टाइम आएको मोबाइल मैले चाहिँ कता कता देखाएको थिएँ टिकटकमा हो कि कता फेसमा कता देखाएको थिएँ ओके आउँदाखेरि चाहिँ यो उकालो हिँड्दाखेरि मात्र गाह्रो माथि पुगेपछि फेरि सबै त्यो हेर्न सक्नुहुन्छ एकचोटि भ्यू देखाइदिनु त्यहाँबाट काठमाडौँको भ्यू पनि दिन सक्नुहुन्छ अहिले चाहिँ म यहाँ तारेभिर पुगेर भिडियो स्टार्ट गर्दैछु किनकि बाटोमा एकदम स्ट्रगल गरेर आउनु परेको थियो तपाईँहरूलाई त्यो क्लिपहरू पनि छ भने देखाउँला देख्न सक्नुहुन्छ पछाडि चाहिँ तारेभिर छ कस्तो लाग्दैछ रमेश भाइलाई एकदम मलाई यहाँ चाहिँ आनन्द फिल पनि भयो एकदम रमाइलो पनि लागिरहेको छ म एकदम खुसी छु बाटोमा हिँड्दाखेरि एकदम दुःखी लागिरहेको थियो ओके माथि गएर कस्तो नराम्रो होला यताउति भइरहेको थियो हाम्रो ग्रुपमा यहाँ फोटो खिचिरहेछन् दुईजना यहाँ बसिरहेछन् लेडिज ग्याङ लाज मान्नु भएन नि ओके दुईजना यहाँ फोटो खिचिरहेछन् हाम्रो अरू ग्याङ चाहिँ तल बसिरहेको छ पर देख्न सक्नुहुन्छ त्यहाँबाट हेरिरहेछ हाम्रो ग्याङ चाहिँ आज चाहिँ अलि बादल लागे जस्तो छ त्यो भए हुनाले खासै देखिया छैन तपाईँहरू घाम लागेको दिनमा आउन सक्नुहुन्छ यहाँ चाहिँ फोटो खिच्नका लागि क्यामेरा उ गर्दै हुनुहुन्छ ब्याट्री चाहिँ यहाँ छ यहाँसम्म आउँदै गर्दा चाहिँ एकदमै पसिना आएको थियो अहिले चाहिँ एकदमै शीतल भएको छ हावाहुरी लागेको छ होइन रमेश भाइ पसिना आइरहेको पनि चिसो है एकदम एकदमै पानी सही लाग्यो ठाउँ चाहिँ बबाल छ क्या के हो यहाँ घर बनाइदिउँ कि जस्तो लाग्छ Hello guys. सो हामी चाहिँ यहाँबाट तल झर्दैछौँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फोटो खिचिराख्नु भएको छ यहाँ चाहिँ एकदमै बबाल छ सो के भन्नुहुन्छ रिसोर्टको बारेमा आइदिनु भयो ल एकदम खुसी लाग्यो ल ओके ल ठिक छ अरू मान्छेहरूले के भन्छ सबैजना आइदिनु होला सबैजना आइदिनु होला यो तारेभिर जङ्गल रिसोर्टमा चाहिँ है हेर्न सक्नुहुन्छ एकदमै बबाल भ्यू आउँछ भित्र चाहिँ रिसेप्सन नमस्ते यो चाहिँ एकदम बबाल छ हेर्न सक्नुहुन्छ त्यो चाहिँ टिकट हो है 13वटा टिकट छ 13जनाको टिकट काटेर हामी चाहिँ अगाडि बढिसकेका छौँ टोलीहरू अगाडि छ यो दुईजना अल्छी टिम चाहिँ पछाडि छ देख्न सक्नुहुन्छ यहाँ रिसाएर हैरान छ पछाडिको मान्छे लुकिराख्नु भएको छ एकदमै बबाल हुनेवाला छ रमाइलो हुनेवाला छ सो अन्तिमसम्म हेर्नु होला भिडियो चाहिँ मान्छेहरू चाहिँ धेरै आउँदो रहेछ है धेरै आउँदो रहेछ हाम्रो ग्रुपका चकचके भने यी दुईटा छन् कुकुर र बिरालो कुकुर र बिरालोको गाइज यहाँ भएकै छैन है यहाँ तिमी बिरालो ल
म बिरालो होइन क्यामेराको अगाडि चाहिँ संस्कारी मान्छे गाइज होइन होइन म एकदम बिरालो पनि होइन मुस्छु आजबाट हामी मिलौँ कम्पिटिसनको मिला ओ काली भएछ एकदमै रमाइलो भइरहेछ त्यसै मलाई टच गर्न पाएँ त नै मलाई यहाँ हेर न म सरी मेरो सोच्नु संस्कारी मान्छे यिनीसँग मेरो ग्रह मिल्दैन त्यही भएर ग्रह मिल्दैन तिमी कुन ग्रह हो त मेरो केतु अहिले बिग्रिया अरे केतु होइन पृथ्वी होइन मेरो केतु ग्रह बिग्रिया अरे तिमी कुन ग्रहमा बस्छौ पृथ्वीमा कि मङ्गलमा होइन म त पृथ्वीमा हो बृहस्पतिमा किनकि बृहस्पति ठुलो हुन्छ नि त तपाईँ ल्याङ नगर्नु हाम्रो टिममा 2 जना केटाहरू चाहिँ नबोल्ने परे है ए यहाँ चाहिँ हाम्रो लेडिज टिमहरू पनि बोलिराख्नु भएको छैन गाइस त्यही भएर हल्ला गर्ने होइन भने हो हाम्रो टिम चाहिँ एकदमै ठुलो छ देखिसक्नु भएको छ पछाडिसम्म छन् हाम्रो टिम चाहिँ रोकाया ब्रदर्सको ग्याङ हो है फेरि हो किन रमेश भाइ रोकाया ब्रदर्स ग्याङ हो यति धेरै मैले होइन 50 जना मान्छे आउँछु भनेको थिएँ होइन जब 13 जना मात्र आएको रहेछ रे हो र हाम्रो रोकाया ब्रदर्स ग्याङ त्यो सबै रोकाया हो सबै रोकाया हो कि होइन हो कुकुर र बिरालोको टिम गइसकेको छ हजुर गोलभेडा के कस्तो लाग्दैछ दादालाई एकदम बबाल रमाइलो छ यार एकदम हो अरू ठिक छौँ हामी एकदम हो र यहाँ धेरै पछि आयो यसरी ट्रेकिङमा पहिला गाउँमा हुँदाखेरि चाहिँ अब ओके यहाँ कस्तो रमाइलो छ कि एकान्त शान्त कस्तो छ एकदम के यहाँ हुन्छ नि हजुर एकदम ज्ञानी मान्छेहरू बस्ने ठाउँ जस्तो एकदम ध्यान गरी कुनै राष्ट्रिय निकुञ्ज भइरहनु होला होइन पर हेर्नुहोस् त कुकुर र बिरालोको त्यो टिम नकुल्दै सम्हाल्नु हेर के हो रमेश भाइ धेरै चकचक गरे जस्तो लागेन तिमीलाई होइन कि उहाँ ऊ बहिनी चाहिँ लास्टै चक्चक गरे ओके अरू के भन्न चाहनुहुन्छ के भन्न चाहन्छस् भाइ अन्त यस्तो मान्छेहरूसँग मैले मलाई है वाउ गाइस सबैले अगाडि जान्दै है अगाडि है के भन्न चाहनुहुन्छ हजुरहरू नबोलेर हिँडिदिन्छन् ए अर्काको बाइक एउटा भोटबाट त आउला नि फ्युचरमा गरेको आइज प्र्याक्टिस गरेको प्र्याक्टिस स्टार्ट गर्ने कुन होला भन्नु स्टार्ट गर्ने कुन होला भन्नु होला नि यार स्टार्ट गर्ने थाहा छैन स्टार्ट गर्ने थाहा छैन ए हस् सरी कहाँनिर स्टार्ट गर्ने होला भन्नु खोइ थाहा छैन फ्युचरमा भइहाल्छ नि अहिले पो स्टार्ट गर्न थाहा होला एकछिन चढ्नु थुर काम हुँदैन अहिले थाहा नभए पनि फ्युचरमा हजुरहरू चाहिँ के भन्न चाहनुहुन्छ हामीहरू थाकियो पछाडि पढियो हो र पानी ल्याउनु नि त एकदमै थाकियो गाइज है एकदमै रमाइलो एकदमै शान्त बाटोमा हिँड्न चाहिँ एकदमै गर्मी छ फेरि है तपाईँहरू बुझिराख्नु भयो होला पारी पुगिसकेका छन् हेलो गाइज हेलो आदि अगाडि छन् यहाँ 2 जना छन् म चाहिँ लास्टमा छु यहाँ चाहिँ झरना छ जस्तो छ गाइज वाउ झरना देख्न सक्नुहुन्छ पछाडि चाहिँ खोला छ है झरना चाहिँ होइन झरना भन्न मिल्दैन यहाँबाट चाहिँ खानेपानी दिँदो रहेछ है एकदमै सुन्दर छ हामी कहाँ छौँ भन्ने तपाईँले थाहा छँदैछ
यहाँ चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने रहेछ। शिवपुरी राष्ट्रिय निकुञ्ज भएको हुनाले 100 रुपियाँ तिरेर हामी अगाडि बढिरहेका छौँ। तारेभिरको माथि डाँडामा पुग्ने हाम्रो लक्ष्य रहेको छ। बवाल छ है गाई चाहिँ के भन्छ त यसलाई? बगी हजुर क्वाड बाइक यो अफरोडको लागि होला होइन? वाउ एकदम यसको मूल्य कति पर्छ महँगो होला है? 22 लाख 22 लाख म त ढले है गाइज। खर्च होला नि समुद्रमा अफरोड ल है हाम्रो यता शिवपुरी जङ्गलमा चाहिँ यो पाइन्छ है। है कति रुपियाँ गरे? कति लाख रे? 21 कति 22 लाख हो र? वाउ गाइज बवाल छ यार। हजुर अरू पनि छ यार त्यहाँ। हो मैले त फर्स्ट टाइम देखेँ होला यार। हो फिल्ममा देखेको थिएँ अरे। नै फिल्ममा चाहिँ धेरै देखियो कि फर्स्ट टाइम रियल लाइफमा चाहिँ फर्स्ट टाइम हामीले चाहिँ फर्स्ट टाइम देख्यो है। रियल लाइफमा चाहिँ फिल्ममा चाहिँ धेरै देख्यो हो, रियल लाइफमा चाहिँ फर्स्ट टाइम देख्यो है। फेरि नकुल त बाइक देख्नु सक्नुहुन्न यार। चढिहाल्नुहुन्छ होला। त्यो गेटबाट जाने भन्दै हुनुहुन्थ्यो। तपाईँ बाइक देख्नु सक्नुहुन्न जुन बाइकमा बसिहाल्नुहुन्छ। ओके ओके हामी गर्छौँ। ओके ल माथि ढिलो हुन्छ ल जाउँ रमेश भाइ चाहिँ जान रेडी भइरहेछन्। भाइ त्यो किन्ने हो कि नै त्यो बाइक? किनौँ के दाइ? 22 लाख मुला पछि फ्युचरमा जाउँ के गाई जान हतार भइसक्यो। यहाँ चाहिँ तारेभिर पोस्टमा पुगेका छौँ हामी। तारेभिर पोस्ट मेरो ज्याकेट चाहिँ खसिया गरिरहेछ। यो ज्याकेटलाई मैले रिस उठ्यो भने फालिदिन्छु। तपाईँ अगाडि आउनु। छिटो आऊ के अब यी दुइटालाई म यहाँबाट लगिहाल्छु है। ल हिँड तिमी दुइटा धेरै पछाडि हिँड्यौ, अब चाहिँ अगाडि हिँड्नुपर्छ। लेट्स गो। वाउ पोज त खतरा छ त, यस्तो डेन्जर पोज हानिदिने। वाउ क्यामेराम्यान चाहिँ यताबाट, तिमी खै त गएको? वाउ सिन चाहिँ बवाल छ क्या, फेरि सिन चाहिँ बवाल छ, एकदम रमाइलो छ गाइज होइन। तिनीहरू हेर न त्यहाँ ढिला हुन्छ क्या पछि। ओके तेरिका तिनीहरू फोटो खिच्दैछन्, जाउँ अगाडि हामी चाहिँ। वाउ रमेश दामी छ यार, दामी छ, यस्तो दामी छ। बवाल गाइज बवाल। हेलो गाइज, सरी हामी पछाडि बवाल छ यार, थाक लागिसक्यो यार। थाक लागिसक्यो। फोटो खिच्नुपर्ने थियो यार, फोटो खिचौँला। कस्तो दामी यार। पाल्तो पनि यस्तै हुन्थ्यो होला है दाइ? हाम्रो गाउँको पाल्तो पनि यस्तै हुन्थ्यो होला कि, बनाइदिएको भयो। तर टिकट हुनाले कुकार म त बोल्नु हुँदैन भन्ने थाहा छ होइन, कति ठुल्ठुलो बोले रहेछु कि म त। राष्ट्रिय निकुञ्ज आर्मीले समात्छ गाइज फेरि होइन, कति ठुल्ठुलोले सुनिसके होला नि सायद, माफ गर्नु होला है गाइज, मैले बिर्सेर हो। हामी जाने होला माथि भिर हो, खै यता भर्खर यता छौँ है। पछाडिको फोटो खिच्ने टिम हो है यो चाहिँ। पसिना आएर हैरान भइसक्यो, यहाँ देख्न सक्नुहुन्छ गर्मी छ, हिँड्दाखेरि गर्मी भइरहेछ क्या। तपाईँलाई गर्मी भएन क्या यार दादा, यार पसिनै पसिनै यस्तो होइन, मेरो यहाँ छ भोक पनि लागिसक्यो। रमेश भाइको छ अनि मेरो चाहिँ एकदम पसिना धेरै छ क्या, भोक लागिसक्यो। अब माथि गएर खानुपर्छ। अनि पानी चाहिँ केमा खान्छ नि त यार, पानी तिर्खा लागिसक्यो त मलाई त। हेलो हाई गाइड मलाई आफ्नो एक्सपिरियन्स बताएर जाउँ। तपाईँ चाहिँ अनि
मेसी यो भएन रमेश भाइ यहाँ किक आउट गर्नु पर्यो पसिना आएर यहाँ बर्बाद भइसक्यो हैरान छ एकदमै रमाइलो छ यो ठाउँ चाहिँ ट्रेकिङको लागि ओए रमेश भाइ ओए बाँदर एकदमै बवाल छ ठाउँ चाहिँ 2-3 जना हाम्रो ग्रुप चाहिँ पछाडि छ उहाँहरू चाहिँ अलि लोसे ग्रुप परेर पछाडि छन् क्या वा रमेश भाइ तिम्रो जम त खतरा छ त ओलम्पिकमा जानु पर्ला जस्तो छ बच्चैदेखि क्रिस्टियानो रोनाल्डोको फ्यानको बिचमा मेसी आयो क्या पछाडि भाइ हुन् अब के भन्नु भाइ भएर मात्रै छुट भएको नत्र यो जङ्गलमा के पो हुन्थ्यो खतरा वाउ ए नबोल धेरै कराउने होइन ओ दा तपाईँलाई कस्तो लागिरहेछ क्या मोबाइल वाउ हजुर यस्तो ठाउँ काठमाडौँको एरियामा छ भन्ने मैले फर्स्ट टाइममा रियलाइज गरिरहेको छु र त्यस्तो मोबाइल छ है हजुर साँच्चै भने काठमाडौँमा होइन काठमाडौँ भक्तपुर ललितपुर एरियामा पनि होइन यस्तो ठाउँ छ भन्ने कुराहरू फर्स्ट टाइममा थाहा पाउँदैछु क्या म ओके गाइस देख्नुभयो यति बवाल छ यति सुन्दर छ तपाईँहरूलाई नेक्स्ट टाइममा कोही जानुहुन्छ भने है कमेन्ट गर्नुहोस् है कमेन्ट बवाल बल्ल हामी यहाँ हिँड्ने डाँडा पुग्यौँ एकदमै रमाइलो छ म क्यामेराम्यान बनेर होला अगाडि पछाडि दौड्नुपर्छ त्यो भए हुनाले गाह्रो छ सबैभन्दा धेरै पसिना मलाई आएको छ क्या तपाईँहरू आफै बुझ्न सक्नुहुन्छ कति पसिना आएको छ मेरो 1 लिटर पसिना खर्च भइसक्यो होला क्या लौ ओहो सेम चिम्पान्जी अर्को चिम्पान्जी हो नेक्स्ट चिम्पान्जी ओ माई गॉड ए मोबाइल खस्यो वाउ हजुर यस्तो रमाइलो पल मलाई हात दुखेको केही मतलबै छैन हो र यस्तो रमाइलो छ क्या रोनाल्डोको फ्यान बढी छु अर्जुन मलाई थाहा छ म पनि रोनाल्डोको फ्यान है गाइस यहाँ चाहिँ गुफा आयो यहाँ चाहिँ पूजा गरिँदो रहेछ है कैलाश पुगिसक्यौँ हामी ल रमेश भाइको तरिका फरक छ है ल रमेश भाइले सोचेको सबै पुरा हुन्छ मैले वरदान दिइसकेँ तपाईँहरूले वर माग्नु भएन यो चाहिँ के को काम हो तपाईँहरू आफै बुझ्न सक्नुहुन्छ यो चाहिँ हाम्रो जङ्गली डोजरको काम हो गाइज बँदेलको काम हो हेर्नु सक्नुहुन्छ यहाँ हो बँदेलको काम हो यो बँदेल आएको रहेछ भर्खरै यहाँ ठाउँ बँदेलले के गरिरहेछ थाहा छैन है आलु रोप्न लायो होला त्यो डोजरले अर्को मौसमको लागि तरकारी बचत गरेर खानु पर्यो त त्यो भए हुनाले डोजरले चाहिँ आलु रोपेको छ एकदमै बबालै रमाइलो छ यहाँ चाहिँ वाउ म त एकदम रमाइलो लागिरहेछ रमेश भाइ हामी टुप्पोमा पुग्यौँ ओ यार त्यो तारै हिँडेको टुप्पोमा पुग्यौँ यार हो कस्तो यार उषाको एक्सप्रेसन कस्तो हुन्छ त उषा हजुर ल तर राष्ट्रिय निकुञ्जमा यस्तो गर्न चाहिँ पाउँदैन है केही छैन पुरै काठमाडौँ भ्याली देखिँदो रहेछ हो र ओ साँच्ची भने हाम्रो दादालाई बाँदर भन्न पाइँदैन है बुढा निकल्नु होइन त्यहाँ तल बुढा नीलकण्ठ तपाईँहरूले देख्नु भएको छैन होला तर हामीले चाहिँ आँखाले प्रत्यक्ष रूपमा देखिरहेछौँ क्या ट्रेकिङ डिफिकल्ट रहेछ कि रमाइलो रहेछ कि कस्तो रहेछ तर यो खास त धेरै लागिरहेको छ होइन यो हुन्छ नि
यो इन्भाइरोमेन्ट जङ्गलहरू होइन हजुर डाँडा रुखहरू हजुर देखेर यो थकानको महसुसै भइरहेको छैन कि ओके कसले बनायो होला है यस्तो है पत्ता लगायो होला है घुम्ने होइन रमेश भाइले पत्ता लगायो कि होइन रमेश भाइ मैले पत्ता लगाएँ सुरुमा म मात्र आएको थिएँ पछि मैले बिर्सेँ कि मैले बिर्सेँ बाटो कता भनेर पछि सायद डाँडा पुग्यौँ कि हामी लगभग पुगिसक्यो भने पुगे जस्तो लाग्छ एकदम थकाइ लागिसकेको छ भिडियो चाहिँ लामो हुनसक्छ तर के छ त एकदम रमाइलो एकदम रमाइलो छ भिडियो लामो भए पनि केही छैन रमाइलो हुनु पऱ्यो के तर एकदमै बवाल छ हजुरहरू पनि आउन सक्नुहुन्छ ट्रेकिङको लागि चाहिँ आफै बुझ्नु होला के कसो हो मिलाउनु परिहाल्यो स्वर्ग दाइ त स्वर्ग दिदी हेर्नु एयरपोर्ट हो कि नै एयरपोर्ट त्यो स्वर्ग स्वर्ग हजुर मान्छेहरू स्विजरल्यान्ड जान्छन् होइन विदेश घुम्न जान्छन् दुबई जान्छन् यस्तो ठाउँमा आउने हो नि होइन मान्छेले एक्सर्साइज पनि हुन्छ आफूभित्र भएको रोगहरू पनि बाहिर हट्छ होइन ओके ओहो त्यही त मोबाइल नेपालमा पनि राम्रो राम्रो ठाउँ छ तर अलिकति त्यसको उ गर्न नसकेको हो कि टुरिज्म प्रचार गर्न नसकेका क्या दाइ उता त क्या खतरा दामी छ त एकदमै गर्मी भइसक्यो क्यामेराम्यानले दौड धुप गर्नुपर्छ क्या कहिले अगाडि दौड्नुपर्छ कहिले पछाडि दौड्नुपर्छ क्यामेराम्यानले मिल्छ कि त्यो टुप्पोसँग रमेश भाइ अगाडि आइसक्यो वाट द भ्यू हजुर उक्केलाई कहिले बिस्तारै आऊ न एकछिन यता हेर्नु स्वर्ग गाई स्वर्ग ललितम भाइ तिमीहरू साखुबाट होइन राम्रो छ अघि राम्रो छैन भन्ने मान्छे गाई है बहिनीले चाहिँ अघि राम्रो छ अब चाहिँ यता हेरेर भन नि त अनि लाज मान्छन् ओके केही छैन हाम्रो हेर न पसिना कस्तो आइरहेको छ पसिना कस्तो हजुर हामी त यता बोलाउनु उताबाट उसाले माथि होइन यता माथि होइन यता हो यता अरू कहाँ यहीँबाट फर्किनुपर्छ बेबी भयो होइन कस्तो लाग्यो कस्तो लाग्यो भ्युज उषाको रियाक्सन आएन नि आउँदैन मेरो लास्ट आउँछ त्यही हो कि त ठिक छ फेरि उता जालान् नि तिनीहरू उता जालान् नि म चाहिँ यहाँ चिन्ह बनाएर आउँछु क्या यिनीहरू उता नजाउन् भनेर तपाईँहरूलाई थाहा छ कि छैन यहाँ चाहिँ चिन्ह बनाउने चलन छ क्या हाम्रो गाउँघरतिर चाहिँ म चाहिँ चिन्ह बनाएर आउँछु माफ गर्नु होला यो चाहिँ नभाँच्नु पर्ने हो तर पनि होइन चिन्ह बनाउनको लागि चाहिँ म यहाँ भाँच्दैछु यो चाहिँ चिन्ह बुझिन्छ क्या देख्न सक्नुहुन्छ यतातिर गएको भनेर साइन हुन्छ कि यो चाहिँ सो द्याट यो एरो भनेको हामी उता गएको हो क्या यहाँ माथि गएको छैनौँ भन्ने बुझिन्छ सो द्याट मैले चाहिँ यहाँ एरो राखिसकेको छु अब यताबाट आएपछि उहाँहरू बुझ्नुहुन्छ कि हामी यता गएका छौँ भनेर मजाले बुझ्न सक्नुहुन्छ है यदि बुझ्नु भएन भने उहाँहरू माथि जानुहुन्छ है त हामी चाहिँ तलतिर लाग्यौँ तल चाहिँ एकदम रमाइलो गरिसके होला नि एकदमै ब्युटिफुल छ यहाँ चाहिँ ओ माई गड हेभन के स्वर्ग गाइस स्वर्ग हेर्न कहीँ पनि जानु पर्दैन यहाँ तल चाहिँ सबैजना रमाइरहेको छन्
हजुर अब नेक्स्ट जोडी पुरै हुन्छ है हाम्रो उताबाट ओके होइन ओके ओके सुन न यो डाँडो खतरा लाग्यो उत्यो हेर त हजुर यो डाँडो के यहाँबाट चाहिँ भिड रहेछ तल चाहिँ रिसोर्टहरू देखिरहेछन् यहाँ स्वर्गभन्दा पनि के कम छैन वाउ सबै भ्याली देखिरहेछ तर यहाँ रुखहरूले गर्दाखेरि देख्न पाउनु भएको छैन होला एकदमै स्वर्ग हेभन पसिना यस्तो स्वर्ग हेर्नलाई यतिको दुःख त गर्नै पर्यो नि होइन र दादा कि कसो एकदम यतिको पसिना त निकाल्नु पर्यो त खै रमेश भाइको पुछिसकेछन् रमेश भाइले किन पुछेको तिमीले सुन न बिउ यहाँ नेटवर्कमै आउँदो हुन्छ हो र मेरो पसिना ए त्यसो गर्नु हुँदैन वाउ हरियो हरायो भने किनर हराउला नै कहिले वाउ तिमीलाई कस्तो लाग्दैछ स्वर्ग हेर्न लुक्छ जहिले लुक्छ भने जहिले लुक्छ गाइस यो चाहिँ स्वर्ग वाउ के छ नास्तामा ओ माई गड ल नास्तामा यस्तो रहेछ गाइस ओ माई गड ल हेर्न है दिनु अर्को दिन पुरै आलु वर्षा हुन्छ वर्षा चाउचाउको वर्षा हुन्छ यो प्लास्टिक चाहिँ ए प्लास्टिक चाहिँ जथाभावी फाल्ने होइन यता जथाभावी फाल्नु हुँदैन है प्लास्टिक चाहिँ जम्मा गर्नुपर्छ है यहाँ फेरि फोहोर गर्नु हुँदैन हाम्रो भाषा हो है गाई त्यो चाहिँ मतिरहन भनेको हाम्रो भाषा हो यो प्लास्टिक चाहिँ कसैले कहीँ पनि फाल्दैन सबै जम्मा गर्नुपर्छ यो कसले फाल्यो यो अगाडिको ग्रुपको रहेछ यो पनि टिप्नुपर्छ अहिले यो सबै टिप्नुपर्छ किनकि यहाँ सफा गर्नुपर्छ यहाँ सबै जम्मा गर्नुपर्छ जम्मा गरेर घर लैजानुपर्छ फेरि बुझ्नुभयो कि नै दा बुझ्नुभयो कि नै हजुरहरूले त्यो प्लास्टिक फाल्न पाइँदैन गोजीमा हालेर घर लैजाने हो त्यो प्लास्टिक यहाँ यस्तो राम्रो ठाउँमा फोहोर गर्न पाइँदैन यहाँ भन्दिया भया हुन् त्यो भए हुनाले यहाँ सरसफाइको चाहिँ बहुत ध्यान दिनुपर्छ के कसो भाइ मिठो छ तपाईँ खाँदैनौ तर मलाई चाहिँ दिनु भएन के मैले अघिदेखि ख्याल गरिरहेको थिएँ फाल्नुहुन्छ कि नै भनेर होइन ल फाल्नु सो सरी गाइज दिस इज फर मी अब म खान्छु खाइसकेपछि कुरा गरौँला त ठिक छ गाइज पानीको हाहाकार भइसकेको छ यहाँ एक बोतल पानी मात्रै छ हामी यति धेरै छौँ ए त्यस्तो झ्याली गर्नु पाइँदैन नि ओ धेरै भयो क्या थोरै थोरै अरे पानी पनि पिने त्यहाँ पनि हाल्ने त्यस्तो गर्नु भएन नि भाइ भाइ थोरै थोरै धेरै भयो हेर त यति थोरै पानी लिमिटेसन झ्याली भयो क्या खै फोटो खिचेको क्यामेराम्यान हेलो क्यामेराम्यान हेलो क्यामेराम्यान क्यामेराम्यान ढिसाइसक्यो है गाइज क्यामेराम्यान ढुङ्गाले हान्ने पो हुन् कि क्यामेराम्यानले अहिले बर्बाद छ फेरि तल जानुपर्छ एकछिन तल म यसो अवलोकन गरेर आउँछु ओके तल चाहिँ एकदम बबाल छ अहिले हामी पनि त्यहाँ जानुपर्छ रिसाउने कि नै अब ओके हजुर बबाल छ ल तल चाहिँ एकदम बबाल छ गरे म चाहिँ लाग्दैछु रमेश भाइ र म चाहिँ अरू चाहिँ फोटो खिच्नमा बिजी छन् हामी चाहिँ दौडिरहेको छौँ ओ यस स्वर्ग स्वर्ग गाई जसलाई भनिन्छ स्वर्ग बाटो होइन वाउ
दादा चाहिँ हेरे पढ्नुभयो एकछिन अचम्ममा हुनुहुन्छ है हेर तल यो हेर तल देखाउन वाह एकदम बवाल छ के कसम यार म त चपा हुनु यो यिनीहरूलाई जुम गर त यहाँको सायद मोबाइल ऊ त्यो गोकर्णेश्वर होइन त्यो त्यो जङ्गल छ नि त्यो गोकर्णेश्वर होइन सायद क्यामेरामा तपाईँले त्यो जङ्गल छ नि गोकर्णेश्वर हो नि भाइ होइन यो के हो यो त्यो गोकर्णेश्वर माकलबारी नदी हो न त्यो कस्तो दामी हेर न दामी देख्यो अरे यहाँबाट माकलबारीको नदी के दामी देख्यो यताको यो ऊ होइन के अरे कपन होइन कपन कपन होइन यो कपन होइन बुढा नीलकण्ठ यता भयो कपन गुम्बादेखि उतापट्टि कपन भयो अनि त्यो पनि त कपन एरिया पर्छ त त्यसलाई बुढा नीलकण्ठ भन्छ नि बुढा नीलकण्ठ यता हो कि यो डाँडो छ नि यता हामीले ऊ त्यो तल होइन पिङखेला विवेक हजुर तल त्यहाँ त्यो डाँडा हो तिमीहरूले पिङ तल्लो डाँडा देखेनन् ए पिङ देख्यो मात्र हामी भित्र छिरेनौँ है पिङ खेलेनौ त्यहाँ होइन त यहाँ भित्र हो कि तिमीहरू चाहिँ जाँदै गएन तिमीहरू तल त गएन भाइ यार केटी जस्तो लजाउँछन् के हत्तरी हुँदै भएन क्या केटी जस्तो छन् भने भाइ लजाउँछन् भने नजिक ल्याउनु कसो त क्यामेरा देश यो डराउँछु कि हो र फोबिया भएको छ कि क्यामेरा फोबिया क्यामेरा फोबिया है वाउ दामी छ बवाल छ लालीगुराँस फुलेको बेला दामी देखिन्छ होला अरे साँच्चै भने यो लालीगुराँस होइन तल्दै होइन तल्दै पनि होइन होला यताउता यो लालीगुराँस यो माझा त्यो टाइम वाउ हजुर त्यो नेक्स्ट टाइम आउने है यहाँ नेक्स्ट टाइम त्यतिखेर त आउने फेरि आउनु पर्छ क्या अर्को वर्ष त्यो टाइम पनि आउने अब स्वर्ग माकलबारी खोला यहाँ नै त यहाँ खोला नै त बादल अभि बालिन दाइ के अन्त कहाँ साँच्चै यहाँबाट खस्यो मान्छे कहाँ जान्छ भेट्यो ओ माई गॉड राति सबैमा यस्तै देखेको थियो मैले देखेँ ओ माई गॉड यहाँबाट डेन्जर भिड रहेछ क्यामेरामा चाहिँ देखाएको छैन होला किनकि डिलमा जान सकिँदैन नि त डर लागिरहेको छ यहाँबाट देखाउँछु म चाहिँ वाह माई गॉड ओ माई ल यहाँदेखि सिधै तल घरहरू देखिरहेको छ क्या एकदमै खतरनाक रहेछ यो ठाउँ चाहिँ आउनुपर्छ कुनै दिन फेरि कस्तो लाग्यो बब्बाल हाम्रो यो भ्लगमा चाहिँ तपाईँ धेरै कम ठाउँमा देखिनु भएको छ किन होला थाकियो नि थकाइ लाग्यो लास्टै कमजोर भइएछ ओके रमेश भाइ केही जोड्न चाह्यो तिमीमा के जोड्नु तपाईँहरूको स्टामिना नै छैन क्या दाइ अहिले चाहिँ म बुझ्न आएको डिस्टर्ब नगर बिगारिदिन्छ नि अब हामी जस्तो अलिक स्टामिना भएको मान्छे हुनु पऱ्यो कि दौडिनु पऱ्यो कि दाइ के हो यार यो चिनी चिनी होला कि नुन होला चिनी हो चाखौँ ड्रग्स होला चाखौँ न ड्रग्स होला कसम ड्रग्स हो दाइ होइन हो कि ड्रग्स हो हुनसक्छ यार ड्रग्स कहाँ ल्याउनु दिन्छ नि अरे के खोल्छ त अहिले मैले ल्याएर कोही खोल्छ यहाँ अनि कोही खोल्दैन नि हुनसक्छ ड्रग्स हुनसक्छ त्यो गाई चाहिँ कमेन्ट गर्नु होला तपाईँहरू चाहिँ खै म पत्ता लगाएँ सुजी हो दाइ रमेश भाइ फेरि बिचमा कमेडी हानिदिन्छन् भने सुजी हो गए बिचमा दाल भात खाने नुन हाल्थ्यो गोलको जोयो जीवन जल हो क्या दाइ के हो थाहा भएन है यो चाहिँ ल जाउँ नि त माथितिर माथि रमाइलो तर यो चाहिँ स्वर्ग हो है पछाडि देख्न सक्नुहुन्छ भ्याली एकदम बबाल छ चन्द्रगिरी यो बराबर होला ल कमेटी त्यो मोबाइल पछि हाम्रो ग्रुप त्यहाँ जोइन हुँदैछ गाना गाउने भन्दैछन् रमेश भाइले के गाना गाउँछन् बाटो लामो
रारा बाटो लामो रारा गङ्गा लामु कर्णाली बाटो लामु रारा बाटो लामु रारा गङ्गा लामु कर्णाली बाटो लामो रारा गङ्गा लामु कर्णाली बाटो लामु रारा बाटो लामु रारा गङ्गा लामु कर्णाली बाटो लामो रारा गङ्गा लामु बेन्डेलीका तारा झुल्का झुल्की जापान बेन्डेलीका तारा झुल्का हिउँदा जुम्ली साप्या बर्खा जुम्ली हालिनाका हिउँदो जुम्ली साप्या हिउँचुलीका डाफ्या झुल्का झुल्की जापान हिउँचुलीका डाफ्या झुल्का तारे बिरायका शनिबार तारे भिरायका शनिबार तेह्र गते शनिबार केटाहरूको भएन मौकाले पाएका सबैजना भेटघाट भयो मौकाले पाएका सौका हान्नु छक्का मौकाले पाएका सबैजना भेटघाट यो केटाहरूको भएन है ओह्रालो बाटो एकदम रमाइलो भयो तर केटाहरूको चाहिँ भएन यहाँ चाहिँ है केटीहरूले जित्यो केटाहरूले हार्यो केटाहरूले हार्यो केटीहरूले जित्यो भनेपछि भाग्छन् है यिनीहरू सबैजना नाच भनेपछि कहाँ भाग्छन् यिनीहरूलाई डिजे गाना मात्रै चाहिन्छ यहाँ आफूले गाएको गानामा नाच्दैनन् क्या यिनीहरू यस्ता छन् यिनीहरू फटाहरू हरामीहरू हरामखोरहरू केही स्पेसिफिक रिजन छ नि त एउटाले जरा गाउँछ एउटाले टुप्पा गाउँछ कुनमा नाच्नु भाइजाउँ के भन्ने अहिले आहाम एकछिनमा जाम लाग्यो कति बज्यो टाइम कति भयो 5:30 भइसक्यो ओके 5:30 भइसक्यो हामी तारेभिरको टपमा छौँ हामी चाहिँ धेरै तल जानुपर्ने छ अझै पनि सो द्याट फाइनल्ली अब हामीले सबै रमाइलो भइसक्यो अब हामी जाने भइसक्यो ओके अब टिका लगाइसक्यो भोग लगाइसक्यो जाने बेला भइसक्यो रमाइलो पनि भइसक्यो अब हामी गइसक्यो 5:30 पनि बजिसक्यो अब हामी गइसक्यो ओके गाइज हाम्रो टोली चाहिँ तारेभिरबाट निस्किसकेको छ देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो यात्रा हुन्छ रुमतिर गाइज बुढा नीलकण्ठ हुँदै कहाँ हुन्छ अब त्यसपछि थाहा हुनेवाला छ ए गाइज रमाइलो भयो कि नै ओ रमाइलो भयो कि नै भने रमाइलो भयो बबाल रमाइलो भयो है एकदम रमाइलो भयो जाने मन चाहिँ थिएन एकदमै बबाल ठाउँ छ यहाँ चाहिँ तपाईँहरू पनि एक न एक दिन आउन सक्नुहुन्छ एकदमै बबाल है माया लाग्यो भने यहाँ गाना गाउँदै गइरहन् रमाइलो गरिरहन् तल चाहिँ एकदम खतरनाक बाटो छ अन्ताक्षरी खेल्दैछन् यिनीहरू लेडिज भर्सेस बोइज वाउ त्यो चाहिँ के हो हातको
यो चाहिँ चाउचाउको खाएको पेटी फोर हो है गाइस फोर चाहिँ हामीले फोरहरू चाहिँ हामी लगेर गइसकेका छौँ सङ्कलन गरेर हालेर लगेका छौँ लगिसकेका छौँ यो अब जहाँ डस्टबिन भेटिन्छ त्यहीँ हाल्नेवाला छौँ हामी हामी कहाँ पुगेका थियौँ त हामी त्यो माथि यताबाट होइन माथिबाट उताबाट माथिबाट त्यो डाँडामा त्यो भिर छ नि माथि रुखहरू त्यहाँबाट यता पनि घरहरू खिचेछ है हामीले त्यहाँ पुगेको त्यो भिर हेर्नुहोस् त कस्तो छ गाइज एकदमै डेन्जर छ भिर चाहिँ हामी चाहिँ अब फाइनली तल रोडतिर पुगिसकेका छौँ अब रुमतिर जाने बेला भइसकेको छ हामी चाहिँ त्यहाँ पुगेर आएको गाइज फाइनली तारे भिर तल बाटो छैन फाइनली यहाँ 4 डिस्पोज भइसकेको छ होइन यहाँ चाहिँ 4 डिस्पोज भइसकेको छ हामीले खाएको यही हो गाइज चाउ बिस्कुट प्याकेट धेरै टाढाबाट हो नि फेरि माथि खाथ्यौँ हामीले चाहिँ त्यो भिड माथि खाथ्यौँ यहाँ आएर फाल्यौँ क्या फाइनली हामी पुगिसकेका छौँ किन बसेको जाउँ अब गो हेर नि त्यहाँ अहिले आएर म त्यहाँ कसरी गयो जस्तो लाग्छ हेर त्यहाँ त्यो भिर त्यो डाँडामा पुगेर आएको रमाइलो भयो त रमाइलो अहिले त्यहाँ पुग भने म त सक्ने थिइनँ